नेपाल एक कृषि प्रधान देश हो भनेर हामीले सुन्दै आइरहेका छौँ। नेपालमा धेरैभन्दा धेरैजनाले कृषि गरिरहेको पनि हामीले देख्न सकिन्छ। तर अहिलेको समयमा चाहिँ धेरैभन्दा धेरै भैँसी फार्महरू बन्द भइसकेका छन्। त्यसका कारण र किन त्यस्तो हुन्छ भन्ने अनुभव बुझ्नका लागि आज हामी पुग्यौँ सैनमैना नगरपालिका वार्ड नम्बर 3 मा बसोबास गर्ने अर्जुन प्रसाद अर्याल ज्यूको फर्ममा। मेरो नाम अर्जुन प्रसाद अर्याल, सैनमैना यो हाम्रो यो 3 पर्छ, मुर्गिया सैनमैना 3 मुर्गिया पर्छ। यो चाहिँ हामीले यो फर्म चालु गरेको 6 वर्ष लगभग भयो। पहिला गाई पालिन्थ्यो, त्यसपछि गाईको दुध धेरै सालले खाली भएनन्। अब डेरीमा लगेपछि अब 50-55 रुपियाँ मात्र दिन्छ। त्यस हुनाले फेरि गाई भैँसी पनि थपिया छौँ हामीले। अहिले 6-7-8 वटा भैँसी छन्, गाई 5-6 गाई छन्। आफ्नै जग्गामा गरिएको छ। हामीले फर्म चाहिँ चालु गरेको पहिले यो जानकारी हामीलाई फर्मको बारेमा हामीलाई त्यति नलेज थिएन। त्यसपछि विदेशतिर चीनतिर बसेर आएर अब केही गर्नुपर्छ नेपालतिर भनेर चालु गरेको। यहाँ 6 वर्ष लगभग 6 वर्ष भयो। अब ठिकै छ, केटाहरूलाई नुन पानी खाने बाटो मात्रै हुन्छ, अरू चाहिँ त्यति हुँदैन। कृषि पेसा अलि दुखी काम जो हुनलाई अलि फ्रेस सेरेस सब्जी खान पाइने, अर्ग्यानिक चिजहरू खान पाइने, शरीर पनि अलि तगडै हुन्छ। अरू पैसाको तगडा भन्ने त्यति हुँदैन। यस्तै छ। समयमा हामीले चाहिँ गाईले यो बाँसगढीबाट तिबारीकोबाट उसले इन्डियाबाट त्यहाँ ल्याउने, त्यसपछि हामीले त्यहाँबाट ल्याइयो महँगो दाममा। अब दुध पनि 18-19 लिटरसम्म एउटा गाईले दिन्थ्यो। सिन्धी गाई, त्यसपछि होलिस्टेन गाईहरू, कुप्री गाईहरू, कुखुरा यसो ढाड्नु गएका गाईहरू तिनी ल्याइयो। 14-15 ल्याइयो पहिले सुरुमा। संरचना बनाउँदाखेरि तिम्रो 15-16 लाख रुपियाँ संरचना लायो। गाईहरूलाई लगभग त्यही तिम्रो 12-13 लाख रुपियाँ गाई ल्याउँदा लायो टोटली। अरू पराल सराल यिनी त भइहाले। टोटली हाम्रो लगभग 25-30 लाखको हाराहारी लायो। पढियो, त्यसपछि इन्डियातिर लाइयो। इन्डिया कुकिङ सिकेपछि विदेश जान पाइन्छ भनेर त्यतिखेर जमानामा इन्डियाबाट कुक सिकेर अरबतिर लाइयो। अरब पनि बसियो 5-4 वर्ष 5-6 वर्ष अरबतिर जाने आउने गरियो। त्यसपछि फेरि चीनतिर गइयो। चीनतिर 10-12 वर्ष बसेर आएर यो व्यवसाय पहिले सुरुवात गरेको। यो फर्म चाहिँ हामीले सुरुवातमै गरियो, पहिला गरेन। अब त्यसभन्दा पहिले हामीले फर्म चालु गरेन, कुकिङ लाइनबाटै गरियो। अब हामीले दुध चाहिँ उत्पादन लगभग सिजन बकर्ना हुन्छन् नि, त्यो समयको हाराहारी 70-80 लिटरको हाराहारी बेचिन्छ। त्यसपछि त्यहाँभन्दा बढी पाल्ने नि पर्यो। अब कामदार राख्नु पर्यो, 3-4 जना कामदार राख्नु पर्यो। कामदारलाई दिने कमाउने पैसा, यसो नुन पानी खाने पैसा त्यही कामदारलाई दिनुपर्छ हामीले। त्यस हुनाले हामीले जो परिवारले गर्ने केही पऱ्यो, यताउता फाल्तु काम पऱ्यो, बिमारी पर्दा ढेडीका मान्छे हामीले राख्छौँ। ढेडीमा मतलब डेली पैसा दिने, डेली खज्यो भने त्यस्तो तरिकाले हाम्रो काम गराउँछौँ। अब कृषिलाई त केही पनि भएन। अब बढाउने यहाँ चाहिँ बढाउने भन्ने सोच त मैले गरेको। अलि लगानी गर्ने, अलि लगानी थप्ने, त्यसपछि कृषि पनि गर्ने। अरू कृषि चाहिँ सब्जी जो बिसिजनी सब्जीहरू हुन्छन् तिनी लगाउने हो, त्यो सोचेको। अब त्यसमा पम्प सेट छैन। पम्प सेट पानी त खोलामा छ, घमा खोला पानी छ। अब पम्प सेट ल्यायो बिग्रन्छ, फेरि सरकारले केही दिन्न। एउटा हाते ट्र्याक्टर हुने पर सर जोत्न पाइन्थ्यो। अब ट्र्याक्टर बोलाउने पर घन्टा 1 मिनटको 50 रुपियाँ लिन्छ। त्यो ट्र्याक्टरलाई जोताएर त्यो फाइदा निक्लिन्न, कस्ट मात्रै, घाटा मात्रै, माइनस हुने थियो। त्यस कारणले बढाउन पनि त्यही धर्मरमा रहेर बसियो छाने। यस्तै हो। अब कृषिमा दुःख पेसा हो, गर्न पर्यो चलनजरी। हाम्रो गोठको बारेमा यो तराई भनेर भएन। यो चाहिँ हाम्रो यो तराईको हाम्रो अलिक ढिक जस्तो भएको हुनाले हाम्रो गोठबाट चाहिँ ढिक मुनि मोलहरू जान्छ गाईहरूको, भैँसीहरूको। त्यसपछि पिसाबहरू नाली घुमेको छ। त्यसपछि नालीबाट भित्र पाइप सिस्टम हुँदै तल खाल्टोमा गएर गउँससँग लिन्छ। गोठमा त्यो किरा भन्कनी ओर्ने यताउता छैन हाम्रो। सफाइ छ, ढिक हुनाले सफा भएको, नभए त्यो गोबर जम्ने ओर्ने, मच्छर आउने ओर्ने हुन्थ्यो।
ठिक हुनाले हामीले ढिगमुनि चाहिँ फाल्छौँ गोबरहरू गहत घुमेर नालीबाट जान्छ। रोग यस्तो रोग चाहिँ गर्मी सिजनमा अब पोहोर पराएर त थोप्ले पुत्ले के भन्ने थोप्ले तीन रोग आएको थियो। अहिले त्यस्तो रोग अहिले तुरुन्तै देखिएको छैन। जाडो सिजनमा अब जाडाबाट बचाउनु पर्यो, निमोनियाबाट गाईहरूलाई धेरै जसो भैँसीलाई हुँदैन। भैँसी कम दुब्लो भैँसी मात्रै त्यो अलिक तागत नभएको भैँसीलाई निमोनिया हुने हो। अब गाईहरूलाई निमोनिया झ्याप्प हुन्छ, चाँडै हुन्छ भैँसीलाई भन्दा। भैँसी हिलोमा बस्ने जातै हो, तगडावाला चिज, हिलो धुलोमा मैलोमा पानीमा बस्ने चिज हो। तर गाई चाहिँ यस्तो चिज हो कि गाईलाई यतिकन चिसो हुँदा बित्तिकै निमोनिया गर्दो रहेछ। एउटा हाम्रो गाईलाई कस्तो छ भने जर्सी गाई हो त्यसलाई अब गर्मी सिजन भए पनि निमोनिया भएछ। बराबर निमोनिया भएपछि कस्तो सङ्केत देखाउँदो रहेछ नि, पर चिसो मात्रै खोज्दो रहेछ। त्यसले पराल खानी ओर्ने गर्दो रहेछ। त्यसलाई हामीले चाहिँ त्यसलाई के हो छाँटी काट्ने घाँससित मोलेर भुस्सा चाहिँ दानासित मोलेर दिए पार खायो। नभए त्यो गाई 12-13 लिटर दुध दिने गाई सर्लकै चाहिँ 2 लिटरमा झरिदिन्छ। हामी त केयर गरिरहेन उनका हो। तिनी कुराहरू चाहिँ केयर गर्ने। अहिले थोप्लेको त्यति रोग देखिएको छैन। अहिले देखियो गोठमा केही कसैको देखिएको छैन। अब आउने गर्मी सिजनमा आउने त के होला, अब अहिलेसम्मलाई त्यस्तो देखिएन। दुधको डिमान्ड त गाउँघरमा बाक्लो थोपै नपारिकन दिए पार डिमान्ड जति पनि हुन्छ। अब कसको भन्दा कसको बाक्लो दुध, कसले दुध ल्याउँछ बाक्लो। अब गाउँघरमा बेच्दाखेरि म गाउँघरको कुराकानी गर्दैछु मैले। अब गाउँघरमा त तर लाउनु पर्यो, ठ्याम्म आधी तर हुनु पर्यो, आधी चाहिँ दुध बत्नु पर्यो तल। अब 1 लिटर दुध खायो भने पर उसले चाहिँ लौ 1.5 लिटर घिउ बनाउनु पर्यो। अब त्यस्तो दुध पाए पर गाउँमा डिमान्ड जति पनि छ। अब डेरीमा लाने हो भने पर थोपै नराखिन लिएर जाने हो। लिएर जाँदाखेरि 80 रुपियाँ 82 रुपियाँ। कता कतिको थोरै दुध 2-3 लिटर बाक्लो बोकेर मसी दुवर लिएर गयो भने पर 106 पनि निक्लो। त्यो देखेँ मैले डेरीमा। अब डेरीवालाले आफ्नो दुनो सोझेन्जरी चाहिँ गम गर्छ। अब गर्मी सिजन आयो, लो दुध ल्या भनिदिन्छ। जाडो सिजनमा गाईको दुध राख्दैनौँ, यता राख्दैनौँ, त किन आइस् पहिला ल्याएनस् भन्ने चाहिँ सहकारीमा राख्दा पनि त्यस्तो गर्छन्। अब कहिले दसैँ आयो, लौ दुध यहाँ चाहिँ बन्द गर्नु पर्यो, थाहै नदिकन बन्द भए। कृषकले त त्यत्रो 80-90 लिटर दुध जम्मा गरौँ भने एउटा कृषकले त्यो दुध 3 दिन बन्द भयो भने त कति नोक्सान भयो। त्यसलाई कहाँ लर बेच्ने त्यसले। कुराउनी घटे पनि हुन्न, कुराउनी घट्न दाउरो चाहियो। पनिर बनाएर कता बेच्ने, पनिर बनाएर अब त्यो दुध त्यत्तिकै डुलाउँदै कोही बुटोलतिर डुलाएछ, कोही कता डुलाएछ, त्यत्तिकै हिँडाबिना त्यसको चाहिँ 3 दिनको दुध त्यत्तिकै गयो। त्यस्तो के उसले त यो सहकारी वा डेरीवाला त गरिदिनु भएन नि त। त्यो थाहा नदिकन अब मान्छेलाई ग्राहकलाई थाहा पनि छैन। आज जाँदाखेरि डेरी बन्द छ, त्यस्तो अन्धधुन्ध डेरी चाहिँ खोल्छन्, दुधै राख्दिन भनिदिन्छन्। दसैँ तिहार आयो भने पर कहिले चाहिँ कोरोना भए बन्द भयो भनिदिन्छन्। त्यो त सरकार डेरीवालाको जिम्मा हुन पर्ने। यहाँ हाम्रो 1.5 बिघा जग्गा छ। 1.5 बिघा जग्गामा यो घाँसहरू नेपियर घाँसहरू यो टन्न छ। लगभग 2-3 कट्ठा जग्गामा खेती छ। अरू जग्गामा नेपियर र घाँसहरू आफै उत्पादन हुने घाँस त्यसपछि नेपियरहरू। अब सिजनमा लाउने जुनेली घाँस, बसरुम घाँसहरू त्यो छ। यता लिज फेरि अर्को एउटा चाहिँ 1 बिघाको छ, त्यसमा जुनेलो घाँस छ अरे हामीले। अर्को पालतिरपट्टि छ अर्को फेरि 1 बिघा जति, त्यसमा चराउने यो हामीले खोलाबारी पारी त्यसलाई चाहिँ आइल खेलाउने गर्ने, छोडिदिने पनि गर्नुपर्छ। डिया पालेर बानी गराउनु हुन्न, पशुलाई छोड्ने गर्ने। तिनी अपाङ्ग हुने गर्छन्, खोच्चाउने गर्छन्। डिया चाहिँ तन्दुरुस्त हुनलाई 1-1.5 घन्टा छोडिदिनु पर्छ। डिया हामीले लपराएसो छोडिदिन्छौँ, 1-1.5 घन्टा फुकाउँछौँ। त्यही भएर हामीले 3 बिघा जति जग्गा छ टोटल। परालको व्यवस्था त अब आफ्नो जग्गाले पुग्दैन। 4500 5000 भन्छन्, आफै गएर डुलेर कतै टाढा पुगेर लिएर आउने। ल्याउँदाखेरि त्यही 5000 जो ढुवानी गर्दाखेरि 5000 लाग्छ टाइललाई। युवाहरूलाई विदेश नजा भन्न त अब यहाँ रोजगार भए पो यस्तै फाइदै रहेछ। मैले यो फर्म चलाएको छु, मलाई चाहिँ गम फाइदा हुन्थ्यो, 60 70 80 हजार रुपियाँ फाइदा हुन्थ्यो, कमाइन्थ्यो भने युवाहरूलाई मैले
जान पर्दा नि यहीँ छ कमाइ मैले भन्ने थिएँ हैन। अब एउटाले चाउमिनको दोकान खोलो, होटलको रेस्टुरेन्टको व्यवसायको मोमो र चाउमिन बनाऊ भने पर अर्काले त्यही गराउनु पर्यो। गराउँदा गराउँदै विदेश गएका छन् दुला अरबतिर, दुलाले त्यही तलपट्टि आफ्नो सटरमा तलपट्टि 50 रुपियाँको चाउमिनलाई 30 रुपियाँ 35 रुपियाँ बेच्छिन्, त्यही चाउमिन बेच्छिन्। उनलाई घरै बनाइछन् सटरमा, समोसा आलुको डल्ला पार्छिन् भित्र राख्छिन्, मैदा बेच्छिन्, 15 रुपियाँ अन्त 20-25 पर्ने समोसालाई उनले 15-10 मा दिन्छन्। भनी अब चाहिँ राम्रै रेस्टुरेन्ट खोलौँ भनी पार लगानी गरेर गरौँ भनी पार त्यो 50 मा हामीले बेचिया छ। अब तिनी महिलाले 30 रुपियाँ 35 रुपियाँ बेच्छन्, हामीले भन्दा अझै मिठो बनाउँछन्, महिलाको हात पनि मिठो पनि हुन्छ भनेर त्यो रेस्टुरेन्ट खोज्दै जान्न मान्छे। यो चाहिँ केही गरे। अब कृषिमा यस्तै भन्ने मैले, अब होटल लाइनमा त्यही हो। अब अरू दोकान गर्ने पसल गर्ने अनि पर अब यहाँ अर्थतन्त्रै केही पनि छैन, डुबिया छ। मान्छे 1 लाख रुपियाँ ऋण पुग्न थालो, एउटा व्यक्तिसिम भन्छन् ऋण काट्दा कोही पाउन्न मान्छेले भने पर यहाँ बस लौ युवाहरू यहाँ बस्नुपर्छ, यहाँ नेपालमा गरी खानुपर्छ, सरकारले दियोस् भन्ने स्थिति पनि छैन। अब के गर्ने, गएर पार गर बाख्रा पाल भन्ने बाटा सुविधा उन्न पर्खामा छ, त्यही बाघ लाग्छ। अब सुन्तला खेती गर भन्ने पर अब असिनो आउँछ झारिदिन्छ। अब यस्तै छ। लामो टाइम लगाउने पर लामो टाइम लगाउने पहाडतिर गएर बसेर हुन्छ छ। अरबमा कमाउने आरामसित कमाउँछ, शीतल हावापानी खाएर गराउँछ गराउनलाई। अब एउटा हाम्रो चाहिँ भट्टराई छन्, ज्वाइँ पर्छन्। अब त्यो हामीले सबले गाउँमा छोडे, उनले अझ 10,000 15,000 सुन्तला रुखहरू छन्, कोफी छ भित्रभित्र बिचैमा 20-25 वटा पाडा भैँसीहरूका जङ्गलतिर छोडिदिन्छन्, आफै आउँछन्। अब त्यसरी उसले चाहिँ 1 लाखबाट माथि कमाउँछन् महिनाको। अब तिनी सुन्तला रुख हुर्काउनु पनि त टाइम लाग्ने भयो नि त, 3-4 वर्ष 5 वर्षै लाग्छ नि हुर्कन। अब त्यो समय पर्खनु पर्यो। अब तिनको बिच कागती लगाउने, त्यसपछि कोफी लगाउने, अरू सब्जीहरूको बाटाको सुविधा हुने, खुर्र ल्याएर आएर चैनमा चाहिँ बेच्न पाइस् बजारमा, टकटुक्क बेलुकी टिप्ने, उसेनेर बेलुकी बिहान टिप्ने, फ्रेस ल्याएर बजारमा बेच्ने। हो त्यस्तो सिस्टम नेपालमा भएन। अब पहाडमा ढुङ्गो आउँछ कि माटो आउँछ कि आउने, पहिरो आउने भन्दै बर्खा मास त्यसरी दौड्नु पर्छ। कति घन्टा लिएर आउने बजारमा, त्यही पनि यस्तोले चाहिँ यस्ता पानी रुच्दै आइछस् भन्छन्, बजारमा लाने हो नि। सरकार त हामीले, मैले भनेको सरकारको मात्रै भर पर्ने कुरो पनि हुन्न। हामीले भैँसी पाल्ने क्षमता कति छ, जग्गा कति छ हैन, जग्गा कति छ, फर्म कस्तो बनाएको छ, उसले पाल्न सक्छ कि सक्दैन भनेर सहकारीमा हामीले दुध छोडियो भने, डेयरीमा छोडियो भने सहकारीले मैले 5 वटा पाल्न सक्छ कि 10 वटा पाल्न सक्छ, सस्तो ब्याजमा भैँसी ल्याएर हामीलाई बाँधिन पर्यो। त्यो दुध चाहिँ सहकारीले लान पर्यो, फेरि त्यसमा ब्याज चाहिँ कटाउने र महिनामा पैसा ब्याज कटाएर पैसा दिने कृषकलाई सहकारीले गर्ने। त्यो हामीले सहकारी डेयरीमा हामीले दुध छोड्ने र सहकारीले गर्ने, त्यो सरकारले गर्ने। अब अर्ग्यानिक चिज बनाऊ, विशिजनी चिज बनाऊ भन्ने पम्प सेटहरू एउटा हामीलाई चाहिँ यो हाते कटरै घाँस कट्ने मेसिन दिएको हुनाले त यत्रो सुविधा धेरै फाइदाजनक भएको छ भने पर अब हाते ट्र्याक्टर आओस्, एउटा दुईटो पम्प सेट, राम्रो खाले पम्प सेट टोललाई, एउटा दुईटो ठाउँलाई, हाम्रो नजिक फर्मकालाई त्यस्तै दिन सकियो भने अब अलि अगाडि बढ्ने मनोबल गिर्दैन नि त। मतलब कृषकहरूको अब ऋण लाछ, लो पैसा चाहियो भन्छ, त्यहाँबाट उतातिर काटिएछ एउटा केही किन्नलाई, पराल किन्नलाई, त्यहाँबाट अर्को महिना पुग्दैन पैसा दुध बेचेर, त्यसपछि फेरि ऋण काट्न पर्यो। त्यो अब यसबाट हुने हुन्छ भन्ने त्यो मनोबलै गिर्छ मान्छेहरू, कृषकहरूको मनोबल नगिराइदिनु पर्यो। कृषक कमाइ गर्ने बाटो त छन् त, कमाइ हुने छ, सरकारले पनि बाटो देखाइदिनु पर्ने हुन्छ। अब न्युजिल्यान्डमा सर र न्युजिल्यान्डको एउटा एरिया, एउटा फर्मलाई 5 बिघा 6 बिघा जग्गा तारबन्दी गरेर दिन्छ, 3 लाइन गराइदिन्छ जाली लगाएर। यहाँबाट छोडिदिएका गाई भैँसी, गाईहरू पाल्छ धेरै, गाईहरू यहाँ छोडिदिएका सर र गए चढ्दै आज एउटा लाइनमा पानी व्यवस्था भित्रै छ, त्यो सबै सिँचाइ त्यहीँ भित्र छ। त्यसपछि दुहुने बेलामा ठ्याक्क आउँछन्, दुवै भरे खुल्लै रूपमा छोडिदिन्छन् फर्ममा। सबै लगानी दुध उसले सरकारले जो बेचिदिन्छ, फाइदा भएको कृषकलाई दिन्छ।
त्यस्तो सिस्टम अब नेपालमा त कोहीले जमानामा हुनेवाला पनि भएन। त्यही बिउपात पनि त्यही पनि अब चाहिँ पुरै किनेर ल्याउनु पर्ने स्थिति आयो। यो काममा चाहिँ अब कृषकहरू अब धेरै मोल पो अहिले 4000 3000 पाइन्थ्यो भने अहिले 5000 पर्छ एक टाइलीलाई। आफै उठाएर लानु पर्यो 5 जना पनि, त्यही पनि मोल पाइन्न, लडाभाती गर्छन्। कृषि गरी पो बल्ल भसी गाई पाले पो मोल पाइने हो, अरू उत्पादन हुने हो। अब सब्जी धानहरू रोप्न ओर्न मोल नभएछन्, खातले मात्रै हुँदैन। खात मात्रले रुखो बनाउने चिज हो। एकछिनलाई धान फलायो, अर्को वर्ष फेरि त्यो त्यही खात खोज्छ, त्यही खात छर्दै बस्दै अब विषादी छरेर विषादीले गर्दाखेरि नेपालमा अब मृगौला फेल, क्यान्सर रोग, यिनी हातखुट्टा पोल्ने, हातखुट्टा दुख्ने, जोर्नी दुख्ने, यिनी रोगहरू धेरै ठाउँ मैले सुन्न थालेँ। किनभने पनि गाईको भैँसीको मोल नभएर हो। त्यो विषादीयुक्त अब चाहिँ कम्पेसल युरिया खातहरू माथिबाट पनि अझ विषादी छर्केर अब त्यही हामीहरूले खाइन्छ। त्यसले गर्दाखेरि हाम्रो अहिले मेरो हात 10 दिन भयो यहाँ ठाडै हुन्न, त्यही विषादी चिज खाएर हामीले। भनेपछि यो विषादीले गर्दाखेरि जनता पनि रोगले पीडित हुने भयो। अब फर्म त अब भैँसी यहाँ त मान्छेले पाल्नै छोड्यो, अब कता कति मात्रै अहिले टोइयो छ। त्यही पनि अब यानि कि अब आइल साल पराइ साल भन्दै रहियो छ। अब यो लामो टाइम दीर्घायु त हुँदैन यस्तो तरिकाले। अब हेर्दै जाऊँ अब कस्तो स्थिति आउने हो। कृषि क्षेत्र फाइदा कि बेफाइदा, नाफा कि घाटा, के किसानलाई फाइदाजनक रूपमा कृषि क्षेत्रमा लगानी गर्न सजिलो छ त कि छैन? यो भिडियो हेरेर हजुरले पक्कै बुझ्नु भएको होला। कृपया भिडियोलाई लाइक, कमेन्ट, सेयर अनि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला। आगामी दिनको भिडियोमा हामी भेट हुने नै छौँ। आजको लागि यति नै।